सम्पूर्णमा सेवारो अहिले चाहिँ म किरात याक्थुङ चुम्लुङद्वारा आयोजित रजत जयन्ती कार्यक्रममा चाहिँ म उपस्थित भइसकेको छु। यस कार्यक्रमभित्र के हुन्छ आज सम्पूर्ण दृश्यहरू चाहिँ मेरो च्यानल मार्फत राख्ने प्रयास गर्नेछु। भिडियो पुरैसम्म हेरिदिनु हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु। ल सेवा र लोङारो आराम कुशल हुनुहुन्छ? आज तपाईहरु यहाँ बस्नुहुन्छ नि? ड्युटी गरिरहेछौँ तपाईहरु यहाँ ड्युटी गर्नुहोस् है त। यहाँ चाहिँ डेकोरेसन भइसकेको छ। यहाँ च्याब्रुङहरु अगाडि देख्न सक्नुहुन्छ। त्यस्तै गरेर पुस्तकहरु किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया रजत स्मारिका वासालुङ विमोचन रजत जयन्ती समापन कार्यक्रम हाम्रो ब्यानर देख्न सक्नुहुन्छ। र यस्तो छ है आजको हाम्रो कार्यक्रम। सम्पूर्ण जानकारीहरू म यस भिडियोमा राख्न प्रयास गर्ने छु। सेवा र लुङाहरूलाई आज यो रजत जयन्तीमा तपाईँहरूको भागमा चाहिँ टी सर्ट परेको छैन? के छ यो टी सर्टको बारेमा चाहिँ थोरै बताइदिनु न। टी सर्टको बारे हाम्रो यहाँ पाल्नुहुने सम्पूर्ण लिम्बूहरूलाई उपहार स्वरूप दिन मानवन मात्र अलिक धेरै महँगो भएन? खै यो चाहिँ अध्यक्षज्यूलाई नै भन्नुपर्छ यो रेटको बारेमा चाहिँ। अन्त जति गरे पनि हाम्रो संस्थाको लागि हो नि त, संस्थाको लागि हो, एउटा मजाक मात्र। तपाईँहरू आफ्नो ड्युटी गर्नुहोस् है त। सेवा र दिदी सेवारो आखे आवा नोबे अनुरा आवा हावा पसेक से आइन तपाईँलाई यहाँ आउँदा मात्रै मलाई किन दिनुपर्ने दिँदा हो? यो विशेष के छ तपाईँको कार्यक्रममा? कार्यक्रममा उपस्थिति मात्रै हो, मेरो चाहिँ खासै त्यस्तो केही पनि छैन। हजुर न आन्सासी जोक सिबिकार बता हो बे पुङ वातन सि ल पुङा वाचे। ल आज म के देख्दैछु? सेवा र आज धेरै दिन सकेपछि देखेको। हजुर धेरै दिनपछि भेट भयो हाम्रो। किन हराउनु भएको? त्यो पैसा चाहिँ नभन्नु मलाई किन किन हराउनु भएको? यहाँ अस्ति पनि खोजी चल्दै थियो। ए हो हराएको नि थियो होइन? उता चुम के अरे यायोखामा होइन पोहोरको खै के अरे राम्री लुगा तरेमा खै भन्ने। ए हराएको छ होइन, एक दुई दिन यसो बिजी मात्रै भएको हो, त्यति नै हो। तपाईँ आउनु भएछ नि, खुसी लाग्यो। सञ्चालन हुन गइरहेको आजको यस कार्यक्रममा म आजको यस कार्यक्रमको कार्यक्रम सञ्चालक यस संस्थाको महासचिव अर्को सुब्बा चेम्बरको तर्फबाट हार्दिक नमस्कार अनि सेवा गर्न चाहन्छु। आजको हाम्रो यस विशेष कार्यक्रममा सभाध्यक्षको आसन ग्रहण गरिदिनुको लागि म हाम्रो संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाका अध्यक्ष श्री विनोद साउदेनजीलाई म सभाध्यक्षको आसन ग्रहण गरिदिनुको लागि हार्दिक आग्रह गर्न चाहन्छु। र यस्तै गरी आजको हाम्रो यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा आसन ग्रहण गरिदिनुको लागि म आदिवासी जनजाति महासङ्घ दक्षिण कोरियाका अध्यक्ष सुब्रात भुमजङज्यूलाई म हार्दिक आग्रह गर्न चाहन्छु। र यस्तै गरी आजको हाम्रो यस कार्यक्रममा विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गरिदिनुको लागि म किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया तेह्र कार्य समितिका संरक्षक श्री शमशेर पन्दासज्यूलाई म हार्दिक आग्रह गर्न चाहन्छु। र उहाँलाई ब्याज वितरण गरिदिनुको लागि म आशा लिमन र बहिनी यमुना लिम्बूलाई हार्दिक आग्रह गर्न चाहन्छु। र यस्तै गरी विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गरिदिनुको लागि म रजत जयन्ती मूल आयोजक समितिका संयोजक तथा चुम्लुङ कोरियाका पूर्व अध्यक्ष सन्तोष महादेवज्यूलाई पनि म हार्दिक आग्रह गर्न चाहन्छु। र यस्तै गरी विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गरिदिनुको लागि म स्मारिका प्रकाशन समितिका संयोजक तथा चुम्लुङ कोरिया तेह्र कार्य समितिका प्रेस सल्लाहकार श्री उत्तम खजुमज्यूलाई म हार्दिक आग्रह गर्न चाहन्छु। एमटियू दक्षिण कोरियाका अध्यक्ष श्री उदय राईज्यूलाई पनि हार्दिक आग्रह गर्न चाहन्छु। र यस्तै गरी विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गरिदिनुको लागि नेपाल बौद्ध परिवार दक्षिण कोरियाका अध्यक्ष श्री थुतुङ गेल्जी शेर्पाज्यूलाई पनि म विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गरिदिनुको लागि हार्दिक आग्रह गर्न चाहन्छु। र यस्तै गरी
अतिथि आसन विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गरिदिनुको लागि प्रवासी नेपाली मत दक्षिण कोरियाका अध्यक्ष श्री अञ्जन राईज्यूलाई म स्टेजमा हार्दिक आदर गर्न चाहन्छु। र यस्तै गरी विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनुको लागि नेपाली जनप्रगतिशील मत दक्षिण कोरियाका अध्यक्ष श्री जीवन खतिवडाज्यूलाई पनि हार्दिक आदर गर्न चाहन्छु। र त्यस्तै गरी विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गरिदिनुको लागि श्रम संस्कृति पार्टी दक्षिण कोरियाका अध्यक्ष श्री सुभाष योङहान ज्यूलाई पनि म हार्दिक आदर गर्न चाहन्छु। धेरै धेरै धन्यवाद दिन चाहन्छु। आजको यस कार्यक्रममा अब भने हाम्रो राष्ट्रिय गानको पालो भएको छ। धेरै धेरै धन्यवाद दिन चाहन्छु यो साथको लागि। आज सम्मानित हुनुहुने व्यक्ति श्री शमशेर फङदाज्यूलाई हार्दिक बधाई दिँदै किराँत याक्थुम चुम्लुङको तर्फबाट यो जुन भाषा संस्कार संस्कृतिमा अनि यसरी चुम्लुङलाई यहाँसम्म ल्याउनका लागि खेल्नुभएको महत्त्वपूर्ण योगदानको कदर गर्दै विशेष गरी यो सम्मान पत्रमा लेखिएको कुरा म वाचन गर्न चाहन्छु। र यो सम्मान पत्र प्रमुख अतिथिज्यूले अनि यस्तै गरी दोसल्ला वडा र अध्यक्षज्यूले सम्मान व्यक्त गरिदिनुको लागि र अन्य अतिथिज्यूहरूलाई पनि यो कार्यक्रममा चाहिँ साक्षी भएर उहाँलाई स्वागत सम्मान व्यक्त गरिदिनुको लागि म हार्दिक आग्रह गर्न चाहन्छु। र आज हामी ऐतिहासिक जुन यो घडीमा छौँ, किराँत याक्थुम चुम्लुङ दक्षिण कोरियालाई यहाँसम्म ल्याउनका लागि हाम्रा अग्रज दाई हाम्रो शमशेर फङदाज्यूलाई हामी धेरै धेरै शुभकामना दिन चाहन्छौँ र जोरदार तालीले साथ दिनुहुनको लागि सम्पूर्ण यहाँहरूलाई म हार्दिक आग्रह गर्न चाहन्छु। हस् त, धेरै धेरै धन्यवाद। ए हानसामले गुन्दाङबा थेबा माङ्गी पक्लुङ हा लेप्नु केवाला बे ए केजङदिङ सुरी हुरे बारो ए केजङदिङ सुरी हुरे बारो अखेदिङ ताजेङ चुरे बारो या मङ तुमी भङ पेली फाक्तुङलो केरेको लुमेन्दिङ नसेनवारो केरेको लुमेन्दिङ नसेनवारो सेवारो।